त छ बत्तीहरु झिलिमिली बलिरहेको छ। लेग मेसिनहरु चाहिँ उता छ। यो चाहिँ यतिको भइसकेको छ साथीहरु। हिजो बेलुका मैले लगभग के पनि लागिरहेको छ चिसोले। यो धुलो धुवाले खानै खाएको हैन न साथीहरु मैले चाहिँ हैन। कस्तो भोक लाग्यो त। हेलो नमस्ते। अनि यो शुभ दिनको शुभ बिहानीको साथमा हजुरहरुलाई न्यानो माया का साथै हजुरहरु सन्चै अनि आरामै हुनुहुन्छ भन्ने आश राखेको छु। र अहिले चाहिँ म नयाँ दिनमा मेरो नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु साथीहरु। र अर्को यो भन्दा अगाडिको भिडियोलाई माया दिनुभयो त्यसको लागि हजुरहरुलाई धेरै धेरै धन्यवाद। मेरो बिहानी चाहिँ लगभग 3:45 मा भइसकेको हुन्छ र अहिले ठिक 5 बजेको छ। र अहिले चाहिँ म आफ्नो जिम तर्फ चाहिँ म जान लागिरहेको छु साथीहरु हैन। अब एक्सरसाइजको लागि र मेरो बिहानीको रुटिनहरु पनि हेर्न सक्नुहुनेछ यसमा चाहिँ हैन। मैले अर्को भिडियोमा चाहिँ मैले बनाएको थिएन। यसमा मैले बिहानैदेखि खिच्छु भनेको थिएँ। म मेडिटेसनहरु पनि म गर्छु हैन एकछिन। अनि अब हुन्छ नि आफुलाई अलिकति बनाम भनेर आफ्नो कमी कमजोरीहरुलाई हेरौं भनेर हैन। आफू थोरै शान्त हुँ भनेर चाहिँ म मेडिटेसन गरिरहेको छु। मेडिटेसनले म त्यस्तो धेरै लामो समय जस्तो गर्न सक्दिनँ र मसँग टाइम पनि हुँदैन। तर पनि म थोरै थोरै दिन्छु र त्यसले चाहिँ मलाई एकदमै राम्रो रिजल्ट दिएको छ र धेरै इम्प्रुभ भइरहेको छ ममा हैन। म एकदमै शान्त भइरहेको छु हैन। हरेक कुरामा फोकस गर्न सक्ने भइरहेको छु हैन। यसको लागि म खुसी छु। भिडियो धेरै लामो हुन्छ साथीहरु त्यही भएर म छोटो देखाउने छु। ट्याग रहेको छ। म एकदमै ढिला भइसकेको छु। 5 बजे त्यहाँ पुग्ने भनेको पुग्न सकेको छैन। अब ढिला हुन्छ 10-15 मिनेट त्यताउता लागिहाल्छ साथीहरु। बिहानको यो शान्तमय वातावरण हेर्नुस् त काठमाडौँको कति आनन्द छ है। सबै शान्त छ। बत्तीहरु झिलिमिली बलिरहेको छ है। यस्तो कुराहरु जब बिहान उठिन्छ नि यति महत्त्व हुँदो रहेछ है साथीहरु। यो क्षण हुन्छ नि यो क्षणहरु चाहिँ महसुस गर्नुपर्छ हैन। जसले यो क्षणहरुलाई महसुस गर्न सक्दैन त्यसको जिन्दगी धिक्कार छ के साथीहरु। मलाई त एकदमै मन पर्छ। म यसको लागि पनि उठ्छु। अहिले मलाई ढिलो भइसक्यो भिडियो खिचेर बसिरहेको छु। त्यही माथि यो पिपलको डाँडा छ के यहाँ नजिकै त्यहाँनिर आएर ल ढिलो भयो साथीहरु। लेक्चर दिँदै म चाहिँ यहाँनिर छु। चेस्ट रहेको थियो चेस्ट लगाइरहेको छु गर्छु। भिजिट गराउँछु है साथीहरु। यस्तो रहेको छ। यो चाहिँ सबै यहाँ चाहिँ चेस्टहरु ब्याकहरु सबै मेसिनहरु चाहिँ यो रुममा छ। अनि उतापट्टि चाहिँ कार्डियो छ। अनि त्यसपछि लेग मेसिनहरु चाहिँ उता छ साथीहरु। अहिले म बिहान राति नै अघि राति थियो अहिले चाहिँ घाम लागेर टन्टलापुर भइसक्यो। अनि एकदमै ढिलो भयो। त्यसमाथि पनि मोबाइल बिछेर आएर झनै ढिला भयो। अहिलेको भ्यू चाहिँ यस्तो देखिरहेछ है। घाम लागिरहेछ। बिहानीको सुरुवात हुँदैछ। कस्तो राम्रो साथीहरु। अहिले चाहिँ म आएर हैन फ्रेस भइसके नुहाइसके। टाउको चाहिँ म हप्तामा 3 दिन मात्रै नुहाउँछु हैन। किनभने धेरै ड्राई भइरहेछ मेरो कपालहरु। अनि त्यो भएर पनि धेरै केमिकल स्याम्पूहरुको प्रयोग गर्नु हुँदैन भनेको कारणले गर्दाखेरि चाहिँ मैले आज हप्तामा 3 दिन नै नुहाउँछु। अनि आज चाहिँ मैले शरीर मात्रै नुहाएँ हैन। अनि शरीर मात्र नुहाएँ। अनि त्यसपछि पूजा सुजा गरेँ हैन। पूजा गरिसकेर चाहिँ अहिले हेर्नु 8 बज्न लागिसकेको छ। 7:40 भइसक्यो हैन। अनि म चाहिँ एकदमै ढिलो भइसकेको छु मलाई थाहा छ हैन। अनि अब
अब चाहिँ मैले स्पिडमा काम गर्नुपर्ने हुन्छ किनभने मैले 9 बजे भित्रमा पकाई खाई प्याकिङ गरी हैन अनि त्यसपछि अफिसको लागि निस्किन पर्ने हुन्छ साथीहरु हैन जीवनमा हैन म सोच्छु के म अहिले यति व्यस्त भइरहेछु हैन बिहानको समयमा साच्चै भन्नु भने मैले एक कप चिया पनि मैले मजाले आनन्द चुस्की लाएर खान सकिरहेको छुइनँ किनभने अब मेन त अब आफ्नो फिटनेसलाई टाइम दिँदै गरेको भएर पनि हो हैन अनि अब त्यही टाइम जान्छ नि त मेरो धेरै टाइम त त्यही कन्ज्युम हुन्छ हैन अनि बाँकी रहेको समय चाहिँ घरमा गर्दा गर्दा ल यो कुरालाई चाहिँ यहीँनेरि थाकिराखेर साथीहरु म चाहिँ आज फर्सी पकाउन लागेको छु अस्ति नैको थियो आधा अनि यो चाहिँ बाबु र मलाई हो यो पनि धेरै हुन्छ सायद यसमा मैले राजमा हाल्छु हैन अनि यसको ग्रेभी बनाउँछु भन्ने सोचेको अनि फटाफट म काम गर्छु अनि के हुन्छ म बीचमा धेरै लाफ्रा लुफ्रु धेरै गफ नगरिकिन आजको भिडियो चाहिँ मैले बनाउने छु हेर्दै गर्नु होला यो मसला हो मसला रेडी भइसक्यो अब यसमा थोरै लाउँछु म केही राखेको छैन यसमा अदुवा पनि छैन लसुन र जिरा मात्रै हो क्या टेस्ट त्यो पनि थोरै हालेँ अनि त्यसपछि हेर्नु न आज तेल धेरै भनेको छ म तेल धेरै खानु सक्दिनँ तेल धेरै भनेको लागेर खाना यस्तो दामी भयो मलाई फर्सी र यसरी गेडागुडी हालेर पकाएको अथवा यो चाहिँ राजमा हो क्या साथीहरू यस्तो राजमा क्या अब यस्तो टमाटर हालिदिन्छु सोही सिटी लाग्छ रेडी भइहाल्छ मेरो खाना टमाटर पनि मैले अब त्यही हालिदिन लागेको छु 2टा टमाटर अनि यहाँ हालिदिन्छु अनि अब यसलाई सिटी लगाइदिन्छु एकछिन चलाएर भुटिँदै छ नि त एकछिन भुट्छु फेरि मसला बनाउँछ भनेर मैले यतिखेरसम्म ब्रेकफास्ट बनाएको छैन कतिखेर हो साथीहरु प्रोटिनको लागि चाहिँ आज मैले मस्यौरा लिएको छु अनि एउटा यो के रे क्याप्सिकम हो क्या थोरै मिसाउनु पर्यो अनि थोरै चिकन पनि स्वादको लागि हालौँ भनेको हैन चिकन त थियो तर यो चाहिँ रातो कुखुरा हो नि त अनि धेरै चिल्लो आउँछ भनेर मैले यसको मासु मात्रै मैले कति खानु मासु भनेर नहालेको तर टेस्टको लागि थोरै हाल्दैछु यो हालेर बिचमा हाल्नु के सबैको यसको रेसिपी म देखाइदिन्छु अनि यो पनि हाल्ने है सबैको त्यो रामा हाल्ने ब्लेन्ड गरेको छु नि त धेरै भयो जस्तो छ यो एउटालाई भुलिन्छ अनि यो त मेटाएर हालिदिनु अब यसमै मसला हाल्दा पनि यस्तो मसला हाल्दा पनि हाल्छु धुलो जिरा थोरै हालिदिन्छु थोरै यो खोर्सानीको धुलो त्यसमा पनि खनाउनु छ भनेर रित्ते छ साथीहरू त्यसो अनि नुन हालिदिन्छु स्वाद अनुसार ल अझै एउटा क्याप्सिकम चाहिँ पिसेकै रहन्छ यसलाई चाहिँ म काटिदिन्छु अब यसलाई चाहिँ मजाले हातले म्यास गरिदिएर हैन अब यसलाई बनाउने पानी हालेँ कि मैले यसलाई तर आज राम्रो हुँदैन जस्तो छ पानी नहाल्नु पर्थ्यो यो चाहिँ यतिको भइसकेको छ साथीहरू यसलाई मैले यसरी राखिदिन्छु एउटा गरेर मेरो बिग्रिन्छ कि भन्ने डर छ है मलाई आज किनभने यस्तो पानी धेरै भइसकेको छ मैले थाहा पाएको छु पानी धेरै गर्दा साथीहरू रेडी भयो मेरो हैन के भन्छ यसलाई ककलेट के भन्छ किचनको मेरो किचनको हालत चाहिँ यस्तो छ अब यो सबै गर्नु पर्छ ल साथीहरू यतिको क्लिन भयो अब यो भन्दा बढी गर्न सक्दिनँ सरी यो चाहिँ मेरो खाना लानको लागि रेडी गरिरहेको हो टिफिन हो त्यही भएर त्यहीँनिर छ अब यहाँ अलिकति भाँडा छ बेसिनमा मस्काउँछु अनि त्यसपछि म खाजा खान्छु अहिले चाहिँ म लुगा सुकाउनलाई आइसकेको छु बिहान नुहाएको फटाफट ढिलाउनु पऱ्यो लुगा सुकाउनु प्लान्टहरु चाहिँ साथीहरु अस्ति इटरी गाउँमा दसैँमा गएपछि सबै मरेछ अब सबैलाई यिनीहरुलाई फेरि फुलहरु ल्याएर हाल्नु छ
यो त कस्तो राम्रो थियो, सबै मर्यो हो नि त। यो सिजनमा यस्तै हुन्छ, पछि आउँछ होला। लगभग 9 बज्न आँटिसकेको छ र म अहिले एकदमै ढिलो भइसकेको छ मलाई। अहिले चाहिँ मैले अब आफ्नो लन्च चाहिँ म टिफिनमा प्याक गरेर लान्छु। हुन त क्यान्टिनमा नि खानु पाइन्छ साथीहरू, अब त्यहाँ माग्न ओर्न ढिलो अनि आफूलाई हुने खालको अलिकति हुँदैन नि त। त्यही भएर मैले चाहिँ घरबाटै प्याक गरेर लान्छु। खाना चाहिँ अलिकति मलाई अप्ठ्यारो लागिरहेछ, त्यही पनि म म्यानेज गर्नु पऱ्यो, के गर्ने आफ्नो स्वास्थ्यको लागि। यो सब्जी आज दाल साल केही गर्दैन मैले, एकदमै सादा सब्जी चाहिँ यस्तो भएछ है। अब यो आफूलाई पनि अब यो चाहिँ मैले एउटा 2 टा 3 टा 4वटा लान्छु। कसैले कोही आइहाल्यो भने खान्न एउटा भनेर भन्न पर्ने हुन्छ, त्यही भएर अप्ठ्यारो हुन्छ क्या, त्यहाँ मान्छे धेरै हुन्छ नि त अफिसमा। त्यही भएर यो चाहिँ सलादको लागि चाहिँ मुला गरेँ, मुला अरे सरी काँक्रा। सानो छ क्या, केही पनि खाइसकिँदैन, यति खाने। मलाई मुकबाङ भिडियो यस्तो बनाउन मन लागेको छ साथीहरू, तर म धेर खानै सक्दिनँ क्या, त्यसको लागि कारणले गर्दाखेरि चाहिँ नबनाएको। तर यो स्याटरडे जति खायो भने, थोरै खायो भने, धेरै खायो भने मुकबाङ भिडियो बनाउँछु म र मेरो बाबुले गरेर। खाना चाहिँ म यो 1 कटोरी पनि मलाई धेर हुन्छ। भरेर थिचेर पनि लान्न होइन, तर पनि धेरै हुन्छ। अब यति त हाल्नु पऱ्यो नि त होइन, यति हाल्दा पनि धेरै हुन्छ नि। अब बल्ल मी टाइम आयो, अब बल्ल म मेरो ब्रेकफास्ट लिन्छु। त्योभन्दा अगाडि 1 कप ब्ल्याक कफीसँग। ब्ल्याक कफी पनि रेडी भइसकेको छ है साथीहरू। थाके साथीहरू, रोबोटले यस्तै काम गर्नुपर्छ। ल चियर्स खाए ल। यो टाइम चाहिँ आनन्दको। हिजो बेलुका मैले लगभग 4:30 बजीतिर खाएको थिएँ अनि बेलुका ग्रिन टी खाएको थिएँ। त्यसपछिदेखि फर्स्ट मिल हो यो मेरो। म सुरुमा ब्ल्याक कफी युज गर्छु। यो चम्चा राम्रै हो कि। एभोकाडो यो चाहिँ मलाई मेरो साथीले पनि कस्तो मिठो, संसारमा सबभन्दा मिठो फल के हो भनेर मलाई भन्यो भने म एभोकाडो भन्छु क्या। मलाई यति मनपर्छ, यति मनपर्छ होइन। यो पनि धेरै खान नहुने रहेछ क्या, मलाई यति मिठो लाग्ने, यति मिठो लाग्ने। एक दिन मैले 3टा खाएको थिएँ होइन, पुरै डाइ नै भएको क्या मलाई त। थोरै थोरै खाँदो रहेछ तामा, यस्तो मनपर्छ। सानो काँक्रा बचेको थियो। अब यो चाहिँ 2टा सेतो भाग अन्डा अनि एउटा ब्रेड। मलाई हाल्छु खासमा बिस्तारै चपाएर खाने हो। मलाई हतार भएको भएर म छिटो खाँदैछु क्या। साथीहरू अहिले चाहिँ 9:40 भइसक्यो। अहिलेसम्म म घरमै छु। अब चाहिँ म जान लागेको, रेडी सेडी भइसकेँ। अनि फुल लुक्स चाहिँ देखाउनै पाइनँ। लुक्स भन्दाखेरि त्यस्तो नक्कल जक्कल पारेर त म खासै हिँड्दिनँ। अब यो लिपस्टिक एउटा चाहिँ म जहिले पनि लाउँछु, गाजल पनि सानैदेखि लगाएको, छोड्न सक्दिनँ। अनि नलगायो भने चाहिँ मलाई रोग जस्तो देख्छ कि, अनि त्यो कारणले मैले लगाउँछु। यति नै हो मेरो मेकअप। सनस्क्रिन होइन, अनि त्यस मोइस्चराइजर यो नर्मली जसले पनि लाउनुहुन्छ होइन अहिलेको जमानामा। अनि सबै ढोकासोका लगाइसकेँ। अब चाहिँ फुर्र उडेर त्यहाँ पुग्नु पर्ने छ, काठमाडौँदेखि ललितपुर। दिक्क लागेर आउँछ। अनि यो मेरो ब्याग रेडी भइसक्यो। लेट्स गो। यो सबै सामानहरू चाहिँ अहिले लिएर गइरहनु भएको छ। अनि हेर्न पर्ने छ आज मैले।
यता ड्युटी बसिरहेको छु मास्क लाउनु पर्ने मास्क सिक्दैलाई यो धुलो धुवाले पनि हुन सक्छ तपाईलाई अलिकति गाह्रो धेरै भयो कि मलाई त्यही भएको हुनाले त्यस्तो भइरहेको यस्तै हो चिसो पनि लाग्न आँट होइन उहाँ चाहिँ हाम्रो वफादार हुनुहुन्छ हाम्रो सेक्रेटरी दाइ हेर्नुहोस् एकदम मेहनतिलो हुनुहुन्छ मान्छे के भन्नुहुन्छ नि तपाईँले एउटा साह्रै राम्रो मान्छे हुनुहुन्छ उहाँ चाहिँ यस्तै छ हाम्रो साथीहरू मेरो चाहिँ अलिकति काम पेन्डिङ थियो त्यो काम सकेर फेरि बाहिर जानुपर्ने भयो कार्यालय प्रमुखहरूसँग र बाहिर एउटा कार्यक्रम थियो कार्यक्रमको लागि हल हेर्नुपर्ने थियो त्यसको लागि गएको थियौँ तर हल चाहिँ धेरै ठुलो भएको कारणले चाहिँ हामीले त्यहाँ गर्न सकेनौँ र त्यहाँ अलिकति पार्किङको पनि समस्या रहेछ र त्यो त्यहाँ क्यान्सल भयो त्यसपछि कुनामा बसेर खाना इन्जोय गरिरहेको छु चाहे खाना खाएँ 1 बजे चाहिँ खाना भयो मिठो भयो अब मलाई ब्रस गर्ने मान्छे खाना खाएपछि अफिसमा चाहिँ अहिले ब्रस राखेको थिइनँ अब म कुल्ला गर्छु यो रुमको पालो रहेको छ यसको सेटअप भइसक्यो भर्खर आएर हामीलाई काम लाग्छ अब पर्दा भयो होइन त्यो केटाहरूको होला त्यहाँ छ गाडीमा अनि यो चाहिँ मिटिङको लागि हो यहाँ पनि सेटअप भयो मेरो काम चाहिँ आज दिनभरि अनि मेरो हालत यस्तो भयो कम्मर बोकेर आज मेरो के भयो भने खानै खाएको होइन न साथीहरू मैले चाहिँ होइन कस्तो भोक लाग्यो क्या तल माथि गर्दा अनि त्यसपछि कार्यक्रमको लागि बाहिरतिर पनि गयो होइन एकछिनमा पनि बसेको छुइनँ क्या म अनि दिउँसो ढिलो खाएको भएर पनि भोक लाग्यो होइन बिहानको खाना छ नि त अनि म लोभिएँ अनि लोभिएपछि चाहिँ खाइरहेको टन्न हो देखिन्छ कसलाई म चाहिँ खाउँछु यो सबै चाहिँ म खान्न होला तर अलिकति मात्रै खान्छु साथीहरू होइन अब यो भिडियो एडिट गर्छु म अनि हाल्छु योभन्दा पछिको नाइटमा चाहिँ म के गर्छु भनेर अर्को नेक्स्ट भिडियोमा बनाउँछु है जस्तोमा अफिसबाट आउँछु नि अब यो त खाना खानु पर्ने भनेको त्यो नर्मल कुरा हो त्यसपछि आफ्नो बेड टाइममा जानुभन्दा अगाडिसम्म म के गर्छु होइन 2-4 कुराहरू म फलो गर्छु होइन जस्तै अब किचनको सरसफाइहरू भयो मैले बेलुकै गरेर सोध्छु होइन यस्तो कुराहरूलाई राखेर पनि म एउटा कन्टेन्ट बनाउँछु होइन साथीहरू के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला मेरो भिडियो कस्तो लाग्यो हेरेर सल्लाह सुझाव दिनु होला साथीहरू हजुरहरूको माया र आशीर्वादले नै मलाई अघि बढ्न अझ हौसला दिनेछ होइन त्यसकारण यो उसमा चाहिँ म नयाँ छु मेरो कति कमी कमजोरीहरू हुन्छ होला त्यसलाई पनि केलाइदिनु होला कमेन्टमा लेखिदिनु होला भिडियो हेरेर मात्र यतिकै नछोडिदिनु होला भ्यू चाहिँ हेर्ने चाहिँ कतिजना हुनुहुन्छ होइन अनि तर कसैले पनि अहिलेसम्म यसरी भन्नुभएको छैन अनि मलाई एउटा लाइक र होइन एउटा मिठो हजुरहरूको शब्दले त्यो वर्डले होइन मलाई कति एनर्जी दिन्छ नि त होइन मलाई कति खुसी लाग्छ यो भिडियोमा चाहिँ मैले हजुरहरूबाट धेरै आश गरेको छु हेर्छु म कसले मलाई कमेन्ट गर्नुहुन्छ होइन म हजुरहरूको कमेन्टको प्रतीक्षामा हुनेछु भन्दै यो भिडियोलाई म यहीँ टुङ्ग्याउँदै गइरहेको छु होइन साथीहरू अब म थाकेको छु अलिकति आज अनि लुगा पनि चेन्ज नगरिकन यो टी सर्ट यही लगाएको थिएँ त्यसैमा मैले भिडियो बनाइरहेको छु अब यो लुगा ड्रेसहरू चेन्ज गरेर यति खाइसकेपछि किनभने खाना ढिलो नखाने भनेको भएर छिटो खाना खोजेको
अनि राखेर फेरि अब अरू कामहरू छ त्यसपछि यस्तै हो साथीहरू। ल धेरै लामो भइसक्यो भिडियो, ल बाई, फेरि भेटौँ न अर्को भिडियोमा। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा।